साथीहरू यदि तपाईँ क्रिकेट खेलाडी बन्ने सोच्दै हुनुहुन्छ भने तपाईँको मनमा पनि यो प्रश्न पक्कै आयो होला कि क्रिकेट खेलाडी बन्न कति खर्च लाग्छ। किनकि यदि एकचोटि तपाईँ क्रिकेटर बन्नुभयो भने तपाईँ राम्रो पैसा कमाउन सक्नुहुन्छ। सो त आजको यस भिडियोमा हामी क्रिकेट खेलाडी बन्न कति पैसा लाग्छ, कति मेहनत सङ्घर्ष गर्नुपर्छ अथवा कति समय लाग्छ त आउनुहोस् आजको यस भिडियोमा चर्चा गरौँ। त्योभन्दा पहिले च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै ज्ञानवर्धक कुराको लागि हाम्रो च्यानललाई सब्सक्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नु होला। अब सिधै ढिला नगरी सिधै भिडियो सुरु गरौँ। लेट्स स्टार्ट वाइएसआर न्युज नेपाल भिडियो। सो यदि क्रिकेटर बन्न चाहनुहुन्छ भने सबैभन्दा बढी लाग्ने भनेको तपाईँको सङ्घर्ष अनि टाइम हो। सङ्घर्ष तपाईँमा निर्भर गर्छ, तपाईँ कति मेहनत गर्न सक्नुहुन्छ, कति धैर्य राख्न सक्नुहुन्छ अब आफूभित्र भन्ने कुरा तपाईँमा निर्भर रहन्छ। जति मेहनत गर्न सक्नुहुन्छ, जति स्किल सिक्न सक्नुहुन्छ त्यति नै तपाईँको लागि फाइदा हुन्छ। किनभने क्रिकेट खेल्न थुप्रै कम्पिटिसन रहेको छ। अहिले नेसनल टिममा भनेको 11 जनाले मात्रै खेल्ने हो। 11 जना जुन प्लेइङ 11मा हुन्छ, त्यसपछि 14-15 जना अरू टिममा रहेका हुन्छन्। त्यसै गरी प्रदेशमा हेर्ने भने त्यसै गरी हरेक प्रदेशमा 20-25 जना 20-25 जना गरी टिम हुने गर्दछ। सो यदि तपाईँ त्यो भित्र आउन चाहनुहुन्छ भने तपाईँ कति कम्पिटिसन गर्न सक्नुहुन्छ, कति सङ्घर्ष मेहनत गर्न सक्नुहुन्छ त्यो तपाईँमा निर्भर रहन्छ। यदि तपाईँ टाइमको कुरा गर्नुहुन्छ भने तपाईँलाई क्रिकेटर कहिले बन्ने भन्ने प्रश्न आयो, हामी कहिले क्रिकेटर बन्न सक्छौँ त भन्ने प्रश्न आउँछ भने म बताइदिउँ कि जुन दिन तपाईँले ब्याट समात्नुहुन्छ अथवा एकाडेमी जोइन गर्नुहुन्छ नि तपाईँ त्यही दिन क्रिकेटर बनिसक्नु भएको छ। किनभने तपाईँ विद्यार्थी तब बन्नुहुन्छ जुन दिन तपाईँ स्कुल भर्ना गर्नुहुन्छ, न कि तपाईँ 12 पास गर्नुहुन्छ अथवा 10th पास गर्नुहुन्छ त्यो दिन बन्नुहुन्न। तपाईँ जुन दिन स्कुल भर्ना गर्नुहुन्छ त्यही दिन विद्यार्थी बन्नुहुन्छ। त्यसै गरी क्रिकेटमा पनि तपाईँ जुन दिन एकाडेमी जोइन गर्नुहुन्छ अथवा ब्याट समात्नुहुन्छ अथवा बल समात्नुहुन्छ त्यही दिन तपाईँ क्रिकेटर बनिसक्नु भएको छ। तर कुनै एक स्थानमा कहिले पुगिन्छ त भन्ने सोच्दै हुनुहुन्छ, नेसनल अथवा प्रदेश लेभल कुन कति समयमा पुगिन्छ भन्ने सोच्दै हुनुहुन्छ भने त्यो तपाईँमा नै निर्भर गर्छ। तपाईँ कति धैर्य राख्न सक्नुहुन्छ, कति मेहनत गर्न सक्नुहुन्छ। यदि तपाईँ नर्मली अरू जस्तै प्लेयरहरूसँगै सिक्दै हुनुहुन्छ, अरू जस्तै कम्पिटिसन गरेर अघि बढ्नुहुन्छ भने तपाईँलाई कमसेकम पनि नेसनल खेल्नुको लागि 4 देखि 5 वर्ष लाग्छ। कुनै पनि नेपालका हाल नेसनल खेल्ने कुनै पनि प्लेयरको बायोग्राफी उठाएर हेर्नुहोस् अथवा पढ्नुहोस्, उनीहरूले कमसेकम पनि 5 देखि 6 वर्ष ट्रेनिङ गरेका छन्, त्यसपछि मात्रै नेसनल टिममा परेका छन्। तपाईँलाई पनि त्यति नै लाग्न सक्छ। यदि तपाईँ एक्स्ट्रा अर्डिनरी केही राम्रो गर्न सक्नुहुन्छ, राम्रो स्किल ल्याउन सक्नुहुन्छ भने तपाईँलाई 2-3 वर्ष पनि लाग्न सक्छ। त्यो तपाईँमा निर्भर गर्छ। साथसाथै क्रिकेटरमा सबैभन्दा असफल हुने कुरा भनेको धैर्य नराख्नु सक्नु हो कि क्रिकेटर आज सिक्न थाल्नुभयो भने तपाईँलाई 5 वर्ष लाग्छ। 5 वर्षसम्म तपाईँले धैर्य गर्नुपर्ने हुन्छ। यदि तपाईँ आज स्कुल जोइन गर्नुहुन्छ भने तपाईँ आज नै त जागिरको लागि जानुहुन्न नि। आज नै त मलाई जागिर लाग्छ, मैले 1 वर्ष पढिसकेँ, 1 कक्षा पढिसकेँ, मलाई चाहिँ जागिर दिनुहोस् भनेर जानुहुन्न। त्यसै गरी क्रिकेटमा पनि क्लास नै हो। तपाईँ क्लास नै सोच्नुहोस्, 1 वर्ष 2 वर्ष 3-4 वर्ष पुग्नुहोस्, जिल्ला स्तरीय प्रदेश स्तरीय खेल्नुहोस्, तपाईँ एक दिन पक्कै पनि नेसनल लेभलमा पुग्नुहुन्छ। अब आयो पैसाको कुरा भनेपछि पैसा कति लाग्छ भन्ने कुरा। सम्पूर्ण केही पनि सिक्नुहुन्छ भने त्यसमा पैसा लाग्छ। एकाडेमिक फीहरू, तपाईँको डाइट प्लानहरू यसमा लाग्ने गर्दछ। तपाईँ जति पढ्नुको लागि लाग्छ त्यति नै यसमा पनि लाग्छ। खालि एकाडेमीको फी तपाईँ 1500 देखि 2-3 हजार एकाडेमी हेरी हुन्छ। त्यहाँ पनि यदि तपाईँ राम्रो खेल्नुहुन्छ भने स्कलरसिप मिल्ने गर्छ एकाडेमीहरूमा पनि। त्यसै गरी अर्को खर्च भनेको तपाईँको किट ब्यागहरू अनि डाइटहरूको लागि हो। डाइटहरू त तपाईँ जुन घरमा खाना पाक्छ त्यही खाना खाएर पनि तपाईँ खेल्न सक्नुहुन्छ। पहिलो लेभलमै त्यति डाइट त नभनौँ अहिलेको लागि। यदि किटको कुरा गर्नुहुन्छ भने किट तपाईँको 4-5 हजारदेखि 8-9 हजारसम्म हुन्छ। यदि पैसाको कुरा गर्नुहुन्छ भने तपाईँले अहिले यो भिडियो हेरिराखेको स्मार्टफोन पनि 10-12 हजारदेखि माथि नै होला। त्यो मोबाइल किन्न सक्नुहुन्छ भने एउटा किट किन नकिन्न सक्नु। तपाईँ एउटा किट किनेर तपाईँ आफ्नो क्रिकेट जोड्नलाई सुरु गर्न सक्नुहुन्छ। एकचोटि खर्च गर्नुपर्छ। एकचोटि खर्च गरेपछि त्यसको फल निस्कन्छ। जति मेहनत अथवा पैसा जति तपाईँ खर्च गर्न सक्नुहुन्छ, जति सङ्घर्ष गर्न सक्नुहुन्छ त्यति नै तपाईँलाई फल मिल्नेछ। त्यो चाहिँ पछिको कुरा हो। आज सिक्न थाल्नुभयो, आज नै तपाईँ सफल हुनुहुन्न। किनभने यसमा प्रोसेस हो। तपाईँ जस्तै हजारौँ सिकिरहेछन्, कम्पिटिसन धेरै छ। जति मेहनत गर्न सक्नुहुन्छ त्यति अगाडि बढ्नुहुनेछ। सो बेस्ट अफ लक भन्न चाहन्छु सम्पूर्णलाई। राम्रोसँग सिक्नु होला। सम्पूर्णलाई एक दिन नेसनल टिममा देख्न पाऊँ, कुनै नाउँ चर्चित होस्। आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्नु होला। साथसाथै क्रिकेटसित रिलेटेड कुनै पनि प्रश्न छ, कसरी बन्न सकिन्छ, कति खर्च लाग्छ इत्यादि कुरामा म चर्चा गर्नेछु। 1-2 भिडियो अरू बनाएको छु, डिस्क्रिप्सनमा गएर हेर्न सक्नुहुन्छ। क्रिकेट खेलाडी कसरी बन्ने फुल प्रोसेस भिडियो बनाएको छु। सो यहाँसम्म भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाई बाई।